ऋषि धमलालाई धेरैले जोकर भने, धेरैले हाँसोमा उडाए। तर एउटा कुरा याद राख्नुहोस्, कसैलाई बाहिरबाट हेरेर उसको भित्री क्षमतालाई कम नठान्नुहोस्। जसलाई जति कमजोर सम्झियो ऊ त्यति नै शक्तिशाली भएर निस्किने क्षमता राख्छन्। हो, उनको शैली अलि फरक होला, तर उनको मन सफा छ भन्ने लाग्छ। उनी राजनीतिमा छलकपट र षड्यन्त्र जान्दैनन् जस्तो लाग्छ। चुनावी मैदानमा उनले जे गरे त्यो केवल एउटा चर्चाका लागि मात्र थिएन जस्तो लाग्छ, जनताको बिचमा पुग्नका लागि थियो जस्तो लाग्छ। धेरै गम्भीर भनिएका नेताहरूले देश लुटेर खाँदा यो जोकर भनिएको मान्छेले कम्तीमा निडर भएर प्रश्न सोध्ने हिम्मत त राख्छ। सोच्नुहोस् त, यदि ऋषि धमला रौतहट 4बाट जितेर संसद पुगे भने त्यहाँको माहौल कस्तो हुन्छ होला। जहाँ ठुला नेताहरू तैचुप मैचुप गरेर बस्छन् त्यहाँ धमलाले कसैलाई बाँकी राख्नेवाला छैनन्। उनी नराम्रो भएको हेरेर बस्नै सक्दैनन्। उनको निडरता नै उनको सबैभन्दा ठुलो हतियार हो। अब कल्पना गर्नुहोस्, टिभीको स्क्रिनमा ऋषि धमला त देखिन्छन्, तर हातमा रिपोर्टिङको माइक होइन, संसदको रोस्तम छ। अनि उनले अगाडि बसेका मन्त्रीलाई सिधै औँला ठड्याउँदै प्रश्न गर्छन्, मन्त्रीज्यू, जनता खान पाएका छैनन्, तपाईँ के हेरेर बस्नुभएको छ? देशलाई ढाँट्न पाउनुहुन्न, जनता जान्न चाहन्छन्, जवाफ दिनुहोस्। यसरी नै सोध्नेवाला छन्। रिपोर्टिङ त धेरै भयो, अब पालो संसदमा प्रश्न सोध्ने। के तपाईँ ऋषि धमलालाई संसदको त्यो कुर्सीमा देख्न चाहनुहुन्छ? कमेन्ट गर्नुहोस्।